सम्पूर्ण विद्यार्थीहरू तपाईहरु अस्ट्रेलिया एप्लाई गर्न खोजिराख्नु भएको छ र अस्ट्रेलिया जान सोचिराख्नु भएको छ भने तपाईहरुलाई अचानक यो अहिले अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले चाहिँ नेपालको कन्ट्री लेभल चाहिँ एसएस2 लेभल 3 मा आएको कारणले गर्दा तपाईहरु कन्फ्युज भइराख्नु भएको होला सायद हैन। अब मेरो भिसा लाग्दैन के होला, मेरो स्टेटस के होला भनेर तपाईहरुलाई चाहिँ अलिकति मनमा दुविधा पनि भइरहेको होला हैन। र जो एप्लाई गर्न खोजिराख्नु भएको छ अझै तपाईहरुलाई चाहिँ अब मेरो भिसा लाग्दैन कि नेपालको एसएस2 लेभल 3 मा रहेछ भन्ने खोजिराख्नु भएको तर वास्तविकता त्यस्तो होइन। किनभने नेपालमा जति पनि स्टुडेन्टहरूले योभन्दा अगाडि भिसा एप्लाई गरिरहेका हुन्थे ती सम्पूर्ण स्टुडेन्टहरूले नै प्राय एसएस2 लेभल 3 कै कन्ट्रीको लेभल अनुसार उनीहरूले डकुमेन्ट बनाएर एप्लाई गरिरहेको हुन्थे र त्यही अनुसारले डकुमेन्टको प्रिपेयर गरिरहेको हुन्थ्यो र हाई कमिसनले पनि योभन्दा अगाडि यो कुराहरू पनि बताइसकेको थियो। त्यस कारणले गर्दाखेरि चाहिँ अब नेपाल एसएस2 लेभल 3 मा जाँदै गर्दाखेरि अझै आफूलाई अलिक स्ट्रङ एप्लिकेसन कसरी बनाउने, अलिकति भिसा लाग्ने एप्लिकेसन कसरी बनाउने भन्ने बारेमा चाहिँ तपाईहरुलाई आज म केही जानकारीमूलक कुराहरू बताउन गइरहेको छु र जुन कुराले गर्दाखेरि तपाईको अस्ट्रेलियाको भिसा लाग्ने चान्सहरू बढ्छ र तपाईहरुले अस्ट्रेलियामा गएर आफ्नो एजुकेसनलाई राम्रो तरिकाले पढ्न सक्नुहुन्छ। पहिलो कुरा तपाईले बुझ्नुपर्ने कुरा के हो भने वास्तवमा अस्ट्रेलिया एप्लाई गर्दाखेरि तपाईहरुको कागजातहरु तपाईले जति डकुमेन्टहरु बनाइराख्नु भएको हुन्छ त्यो अलिकति स्ट्रङ टाइपको, अलिकति एभिडेन्स लेभल पुग्ने र अलिकति ट्रस्ट वर्दी खालको हुनुपर्ने हुन्छ र त्यसमा के चीजहरु पर्छन् भन्ने बारेमा पनि तपाईहरुलाई म बताउँछु। पहिलो सुरुमा त तपाईहरुको एकाडेमिक डकुमेन्टहरु तपाईहरुको अलिकति राम्रो हुनुपर्ने हुन्छ। किनभने तपाईको एकाडेमिक डकुमेन्ट राम्रो भएन भने तपाईहरुको भिसाको पोसिबिलिटी अलिकति कम हुँदै जान्छ र एउटा एकाडेमिक डकुमेन्टहरु तपाईहरुको राम्रो हुनु पर्यो र त्यस्तै तपाईहरुको एकाडेमिकको साथसाथै तपाईहरुको एजुकेसन ग्याप छ, यानि कि तपाईहरु पढ्नु भयो पढेपछि तपाईहरुको ग्याप भयो भने त्यो ग्याप भएको खण्डमा पनि तपाईहरुको जब एक्सपिरियन्स लेटरहरु भयो तपाईको त्यसको पे स्लिपको कुरा हुन सक्छ, त्यस्तै स्यालेरीको पेड बैंक स्टेटमेन्टको कुरा हुन सक्छ र तपाईहरुको ट्याक्स क्लियरेन्स सर्टिफिकेट जति ग्याप छ एजुकेसन पछाडी जति ग्याप छ त्यसमा चाहिँ तपाईले ग्याप जस्टिफिकेसन चाहिँ अलिकति स्ट्रङ तरिकाले बनाउनु होला। त्यस्तै अर्को कुरा रहेको छ तपाईको इंग्लिश ल्याङ्ग्वेज डकुमेन्ट हैन। कतिपय केसमा हामीले सुन्छौं इंग्लिश ल्याङ्ग्वेज डकुमेन्टमा आइएलटीएस नभइकन पनि अस्ट्रेलिया एप्लाई गर्न मिल्छ भन्ने कहिलेकाहीँ भ्रामक समाचारहरू पनि वा भ्रामक कुराहरू पनि भ्रामक विज्ञापन पनि हामीले सुनिरहेका हुन्छौँ तर त्यो वास्तवमा रियालिटी होइन। किनभने तपाईँ इंग्लिश स्पिकिङ कन्ट्रीहरु अस्ट्रेलिया जस्तो देशमा एप्लाई गर्न चाहँदै हुनुहुन्छ भने तपाईहरुको आइएलटीएस पिटी टफल भयो यसमा तपाईहरुको राम्रो स्कोर हुनुपर्छ। नर्मली हामीले हेर्दाखेरि चाहिँ आइएलटीएस मा 6 नट लेस देन 5.5 त्यस्तै पिटी मा चाहिँ 50 वा 52 नट लेस देन 42 को स्कोरहरु चाहिन्छ र टफल पनि त्यही अनुसारको स्कोरहरु चाहिन्छ। अनि मास्टर्स एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने मास्टर्समा प्राय आइएलटीएस मा 6.5 नट लेस देन 6 वा कसैले 5.5 पनि तपाईलाई एक्सेप्ट गर्न सक्छ। अनि पिटी मा चाहिँ 58 नट लेस देन 46 को लेभलको स्कोर भयो भने तपाईहरुलाई सजिलो हुन सक्छ। र यति दुईटा चीज एकाडेमिक भयो तपाईको आइएलटीएस भयो तपाईहरुको ग्याप जस्टिफिकेसन भयो। अब यति चीजले मात्र तपाईहरुको भिसाको पोसिबिलिटी पुग्दैन। यसको लागि तपाईहरुले हैन जीएस स्टेटमेन्ट भनिन्छ हैन, जेन्युन स्टेटमेन्ट भनिन्छ जसलाई एसओपी भनिन्छ, यो पनि तपाईहरुको राम्रो हुनुपर्छ। अब एसओपीहरु लेख्दै गर्दाखेरि तपाईहरुले विभिन्न कुराहरुलाई केलाउनु पर्ने हुन्छ। जस्तै वाइ अस्ट्रेलिया किन जान आत्मको फाइदिस कोर्स फाइदिस युनिभर्सिटी हैन, तपाईको प्रिभियस स्टडी वा वर्कसँग तपाईको कोर्स रिलेभेन्स छ कि छैन, तपाईहरुको फाइनान्शियल र फ्यामिली टाइअप इन होम कन्ट्रीमा छ कि छैन, तपाईहरुको जस्ता कुराहरुलाई तपाईले अलिकति स्ट्रङ तरिकाले लेख्नु पर्ने हुन्छ। र एसओपीहरु लेख्दै गर्दा प्राय जेनेरिक एसओपीहरु नलेख्ने, प्राय हामी नेपालमा देख्छौं कतिपय स्टुडेन्टहरुले चाहिँ एसओपी लेख्दै गर्दाखेरि कपी पेस्ट टाइपको एसओपीहरु लेखेको पाइन्छ तर वास्तवमा कपी पेस्ट एसओपीलाई डिनाइ हुन्छ। त्यो एसओपीहरु चाहिँ अलिकति यो एसओपी भनेको वास्तवमा तपाईको रिसर्च टाइपको भयो, तपाईले रिसर्च गर्नु पर्यो भने तपाईको ओपिनियन टाइपको भयो, त्यसको लागि अलिकति रिसर्चेबल एसओपी चाहिन्छ तपाईहरुले, त्यसमा चाहिँ अलिकति बढी मात्रामा तपाईहरुले ध्यान दिनु होला। र अब तपाईको एकाडेमिक पनि भयो, तपाईको ग्यापहरु पनि मिल्यो, इंग्लिश ल्याङ्ग्वेज पनि मिल्यो तपाईहरुको, एसओपी पनि तपाईको राम्रो हो भने अर्को इम्पोर्टेन्ट पार्ट्स हैन, भेरी इम्पोर्टेन्ट पार्ट्स भन्छु म यसलाई प्राय अस्ट्रेलियाको केसमा चाहिँ जुन चाहिँ फाइनान्शियल डकुमेन्ट। प्राय तपाईहरुले फाइनान्शियल डकुमेन्ट एकदम स्ट्रङ चाहिन्छ प्राय तपाई अस्ट्रेलिया एप्लाई गर्न चाहनुहुन्छ। अब हाम्रो नेपालमा सुनिन्छ हैन, तपाईहरुलाई कन्फ्युज पनि होला कसैले के भनेको हुन्छ कसैले के भनेको छ, तर रियालिटीको पछाडी कुद्नु पर्दै हुन्छ।
तपाईहरुको प्राय फाइनान्शियल डकुमेन्टमा जस्तै हाम्रो नेपालमा इन्कमहरु केबाट पाइन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ र तपाईको फ्यामिलीको इन्कमहरु कहाँबाट छ कसैको इन्कम स्यालेरी होला कसैको इन्कम बिजनेसको टाइपको होला कसैको इन्कम हाउस रेन्ट होला कसैको ल्यान्ड लिजका इन्कमहरु होला तपाईको कसैको पेन्सनद्वारा होला कसैको एग्रिकल्चर इन्कम होला हैन कसैको अब रेमिट्यान्स पनि प्राय स्यालेरी अन्तर्गतै परिन्छ त्यो टाइपको इन्कमहरु होला वा विभिन्न किसिमको इन्कमहरु तपाईले पाउन सक्नुहुन्छ र यसरी हेर्दाखेरि हामीले यो विभिन्न इन्कमहरुलाई पनि त्यसको इभिडेन्स यानी कि त्यो इन्कमलाई सपोर्टिङ गर्ने कागजहरु तपाईहरुको राम्रो रूपमा चाहिन्छ जसमा तपाईहरुको जस्तै तपाईहरुले स्यालेरीहरु देखाउँदै हुनुहुन्छ भने तपाईहरुको जस्तै अब स्यालेरीको स्यालेरी सर्टिफिकेट हुन सक्छ तपाईको एपोइन्टमेन्ट लेटर हुन सक्छ त्यसै तपाईको स्यालेरी तपाईको जुन कम्पनीमा खानुहुन्छ त्यसबाट ब्याङ्कमा तपाईको पैसा देख्नु पर्ने हुन्छ जसमा ब्याङ्क स्टेटमेन्ट हुन सक्छ र त्यसै तपाईहरुको ट्याक्स क्लियरेन्स सर्टिफिकेट पनि राम्रो हुनुपर्छ अब यी सबैको अब ट्याक्स क्लियरेन्स सर्टिफिकेट राम्रो हुँदै गर्दाखेरि तपाईले जस्तै तपाईको स्यालेरी चाहिँ हामी नेपालमा भर्खरको पनि देखाउँछ प्राय यो चाहिँ 1 वर्ष वा 2 वर्षको पुरानो देखाउनु भने त्यसलाई चाहिँ अलिकति राम्रो मानिन्छ किनभने कोही मान्छे बाहिर जाँदै गर्दाखेरि भर्खरै मात्र उसले ब्याङ्कमा डिपोजिट हुने स्यालेरी मात्र नहुन सक्छ र उसले काम चाहिँ भर्खर मात्र पनि स्टार्ट गरेको नहुन सक्छ त्यसै तपाईहरुको अर्को बिजनेस इन्कम हुन सक्छ यो बिजनेस भनेको चाहिँ कस्तो भने यो संस्था हो संस्थागत इन्कमहरु देखाउँदै गर्दाखेरि तपाईहरुले चाहिँ प्राय किन बिजनेस आज इस्टाब्लिश हुँदैन प्राय हैन अब यो बिजनेसको इन्कम देखाउँदै गर्दा तपाईहरुले बिजनेस विथ अडिट विथ युडिन भनिन्छ प्राय तपाईको अडिट रिपोर्ट गर्ने युडिन सहितको अडिट रिपोर्ट गर्ने एउटा त्यो देखाउनु पर्यो तपाईले त्यसै तपाईको बिजनेसको बैंक स्टेटमेन्टहरु देखाउनु पर्यो तपाईहरुले र त्यसको ट्याक्स क्लियरेन्स सर्टिफिकेट चाहिन्छ र ट्याक्स क्लियरेन्स सर्टिफिकेट देखाउँदै गर्दाखेरि चाहिँ तपाईहरुले बिजनेस आजको आज दर्ता हुँदैन बिजनेसहरु भनेको प्राय 1 वर्ष 2 वर्ष 3 वर्ष 5 वर्ष 10 वर्ष लामो दौरानमा हुन सक्छ तपाईले भर्खर जति धेरै ट्याक्स क्लियरेन्स सर्टिफिकेट हाल्न सक्नुभयो तपाईले त्यसले चाहिँ तपाईहरुको बिजनेसलाई मोर ट्रस्टेबल देखाउँछ आई कमिसनले पनि भन्छ यसको बिजनेस एकदम एस्टाब्लिश बिजनेस रहेछ राम्रो रहेछ भन्ने कुरा पनि उनीहरूले बुझ्छ त्यसैले गर्दा ट्याक्स क्लियरेन्स सर्टिफिकेट चाहिँ 2-3 वर्षको हाल्नु होला तपाईले बिजनेसहरु देखाउँदै हुनुहुन्छ भने त्यस्तै नेपालमा अर्को हामीले देखिरहेको चिजहरुको चाहिँ कमन फ्याक्टर यानी कि कमन इन्कम भनेको चाहिँ ल्यान्ड लिज र हाउस रेन्टको हामीले व्याख्या मात्र देखिरहेका हुन्छौँ यो ल्यान्ड लिज र हाउस रेन्टको इन्कमहरु देखाउँदै गर्दाखेरि तपाईहरुले चाहिँ प्राय अलिक राम्रो तरिकाले हैन ल्यान्ड लिजको इन्कमहरु भयो हाउस रेन्टको इन्कमहरु भयो जुन चाहिँ तपाईहरुको ब्याङ्कमा रिफ्लेक्ट भएको पनि देखिनु पर्यो यानी कि तपाईको को घरमा बसेको जग्गा भाडा कसले लिएको यो कुराहरु देखिनु पर्यो फेरि तपाईहरुले हामीले के देख्छौँ भने कहिलेकाहीँ तपाईहरुको यो ल्यान्ड लिज र हाउस रेन्टको इन्कमहरु देखाउँदै गर्दाखेरि चाहिँ अब जग्गा सानो हुने इन्कम धेरै देखिने घरको प्राय निर्माण सम्पन्न नहुने घर देखिने अनि त्यसको अनावश्यक इन्कमहरु बढी मात्रामा देखिने तपाईको घर चाहिँ कुन एरियामा छ कुन ठाउँमा छ तपाईको जग्गाहरु कति छ त्यो अनुसारले पनि यसको क्याल्कुलेसन गर्नुपर्ने हुन्छ एकदम च्यालेन्जिङ पनि इन्कम हो वास्तवमा ल्यान्ड लिज त्यसको लागि कारणले गर्दा कतिपय अहिले अस्ट्रेलियाको युनिभर्सिटी कलेजहरुले चाहिँ ल्यान्ड लिज हाउस देखाएको छ भने चाहिँ 1 वर्षको ब्याङ्क स्टेटमेन्ट चाहिन्छ भन्ने उनीहरूले भनिरहेको पाइन्छ किनभने वास्तवमा यो अलिकति इरिलिभेन्ट खालको इन्कम पनि मानिन्छ हाउस रेन्ट र ल्यान्ड लिजको इन्कमहरुलाई त्यसैले यसलाई अलिकति ट्रस्टवर्दी खालको अलिकति विश्वसनीय खालको इन्कम देखाउनु पर्ने हुन्छ तपाईलाई अनि अर्को भनेको त्यस्तै तपाईको अर्को इन्कम हुन सक्छ तपाईको पेन्सन इन्कम यो जेन्युन इन्कम मानिन्छ यसले चाहिँ खातामा आइरहेको हुन्छ यो गभर्नमेन्ट इन्कम टाइपको इन्कम हो त्यस्तै तपाईले एग्रिकल्चर इन्कम पनि देखाउन सक्नुहुन्छ तर एग्रिकल्चर इन्कमहरु देखाउँदै गर्दाखेरि चाहिँ तपाईको एग्रिकल्चरबाट तपाईले इन्कम जेनेरेट गर्नुभयो त हैन कुन चिजहरु बेच्नुभयो त्यसको बिलहरु के छ बिल बिजकहरु के छ तपाईहरुको र त्यो एमाउन्टहरु चाहिँ तपाईको खातामा आएको छ कि छैन यो कुराहरुलाई पनि तपाईले एकदम सिरियस तरिकाले देखाउनु पर्ने हुन्छ र यो कुराहरु पनि खातामा देख्नु पर्ने हुन्छ हैन त्यो चिजहरुको अब अर्को इम्पोर्टेन्ट चिज भयो इन्कम त देखाउने हामीले अब इन्कम कोबाट देखाउने त स्पोन्सर तपाईको को हो त भन्ने कुराहरु पनि तपाईहरुको लागि एकदम इम्पोर्टेन्ट पार्ट हुन सक्छ र यो हिसाबले हेर्दै गर्दा तपाईको स्पोन्सरमा चाहिँ प्राय अस्ट्रेलियाको केसमा हेर्दाखेरि चाहिँ उनीहरूले प्राइमरी स्पोन्सर भनेर ग्रान्ड प्यारेन्ट्स भनौँ न होइन ग्रान्ड फादर ग्रान्ड मदर उनको त्यस्तै तपाईँको फादर मदर भयो तपाईँको सिब्लिङ्सहरू भयो ब्रदरहरू भयो सिस्टरहरू भयो होइन यसलाई एउटा प्राइमरी स्पोन्सरको रूपमा लिएको पाइन्छ र अर्को भनेको त्यस्तै तपाईँको अर्को सेकेन्डरी स्पोन्सरको रूपमा लिएको पाइन्छ त्यसमा सेकेन्डरी स्पोन्सरमा अङ्कलहरू साइडमा भयो तपाईँको अर्को म्याटर्नल अङ्कलको साइड भयो तपाईँलाई त्योबाट पनि तपाईँले इन्कमहरू देखाउन सक्नुहुन्छ अब अनि अर्को इम्पोर्टेन्ट चिज भनेको तपाईँको
एजुकेसन लोन एजुकेसन लोनमा पनि तपाईँको प्राय धेरै कलेज युनिभर्सिटीहरूले नेपालको एग्रेडेड ब्याङ्कबाट चाहिँ एजुकेसन लोन दिएको पाइन्छ होइन उनीहरूले एग्रेडेड ब्याङ्कलाई दिएको पाइन्छ भने कतिपय कलेज युनिभर्सिटीहरूले एउटा स्पेसिफिक ब्याङ्क पनि भनेको पाइन्छ त्यसमा तपाईँहरूले कुन ब्याङ्कबाट एजुकेसन लोन लिने त प्राय तपाईँ कुनै इन्स्टिट्युट जाँदै हुन्छ त्यसबाट पनि एकपल्ट एप्रुभ गर्नुभयो भने तपाईँहरूको लागि एजुकेसन लोन त्यहीँबाट लिनु भने चाहिँ तपाईँलाई राम्रो मानिन्छ र अर्को इम्पोर्टेन्ट चिज भनेको तपाईँले मैले यति कुराहरू बताइराख्दै गर्दाखेरि तपाईँले होइन फेक डकुमेन्टहरू भयो तपाईँको होइन त्यस्तो डकुमेन्टहरू चाहिँ कहिले पनि इस्यु गर्नु हुँदैन प्रायः किनभने यो फेक डकुमेन्टले गर्दाखेरि नै वास्तवमा नेपालको एसिस्टेन्ट लेभलहरू होइन 2 बाट 3 मा आएको नत्र सबै राम्रो भएको भए नेपाल लेभल 2 बाट चाहिँ लेभल 1 मा आउँथ्यो प्रायः त्यसकारण फेक डकुमेन्टहरू इस्यु गर्नु भने तपाईँहरूको होइन तपाईँको डाइरेक्ट भिसा रिफ्युजल हुन्छ अनि अर्को तपाईँको फ्युचर ब्यान टेक्स पनि हुन्छ तपाईँलाई अलमोस्ट 3 to 10 इयर्स ब्यान पनि हुनसक्छ र कतिपय केसमा तपाईँले युनिभर्सिटी कलेजमा तिरेका फीहरू पनि तपाईँहरूको फिर्ता नहुनसक्छ जसले गर्दा तपाईँलाई एकदम झमेला हुन्छ एकदम तनाव हुनसक्छ होइन यो चिजहरू भयो र त्यस्तै तपाईँलाई थाहा नै होला अस्ट्रेलियाले इन्टरनेसनल स्टुडेन्टहरू लाँदै गर्दा होइन यो कोटा प्रणालीहरू लागू गरेको छ पहिलाको भन्दा 25,000 बढी विद्यार्थीहरू उनीहरूले लाँदै थियो चाहिँ तर त्यो हुँदै गर्दाखेरि पनि किन यसरी कन्ट्रीका लेभलहरू घटिरहेका छन् होइन भोलि अझै मार्चमा तपाईँको युनिभर्सिटी कलेजका लेभलहरू पनि तलमाथि हुन्छ त्यसमा होइन अहिले लेभल 2 मा भएको युनिभर्सिटी कलेज लेभल 3 मा पुग्न सक्छ भने लेभल 3 मा भएर लेभल 2 लेभल 1 पनि पुग्न सक्छन् त्यसको गर्दा तपाईँहरूले अलिकति जेनुन तरिकाले होइन राम्रो तरिकाले एकदम जेनुन भएर चाहिँ तपाईँले भिसा एप्लाई गर्नु भने तपाईँहरूको भिसा लाग्ने चान्सहरू एकदमै राम्रो हुन्छ एकदमै सजिलो हुन्छ त्यसो गर्दा यो कुराहरूलाई एकदम ध्यान दिनुपर्ने हुन्छ कसैले भनेको भरमा होइन सुवाको भरमा त्यो डकुमेन्टहरू कहिले पनि नबनाउनु होला तपाईँहरूले र त्यही अनुसारले आफूलाई पनि तयारी गर्नु होला र अर्को कुरो पनि तपाईँलाई महत्त्वपूर्ण कुरा भनिहाल्छु म अस्ट्रेलिया एप्लाई गर्दाखेरि कलेजहरूको कोटाहरू छुट्याएको हुन्छ तपाईँको कलेजको कोटाहरू कुन लेभलमा छ त्यो प्रायोरिटी 1 मा छ कि प्रायोरिटी 2 मा छ कि प्रायोरिटी 3 मा छ त्यो कुरा पनि चेक गरेर भिसा एप्लाई गर्नु होला जसले गर्दाखेरि तपाईँको भिसाको प्रोसेसिङ एकदम फास्ट हुन्छ र तपाईँहरूको भिसा लाग्ने चान्स पनि बढी हुन्छ र यत्रो कुराहरू बताइरहँदाखेरि तपाईँहरूलाई यी कुनै पनि कुराहरूमा कन्फ्युजन भयो केही पनि कुराहरूमा डाउट लाग्यो होइन केही कुराहरू बुझ्न मन लाग्यो वा जस्ट एउटा सजेसन लिनु त सरबाट भन्न मन लाग्यो भने तपाईँहरूले एकपल्ट सेन्ट जेभियर एजुकेसन कन्फरेन्स चाहिँ हाम्रो जुन नयाँ बानेश्वर प्लाजामा छ त्यहाँ आएर हाम्रो सर्टिफाइड काउन्सिलरहरू हुन्छ जो अस्ट्रेलियाको हुनुहुन्छ उहाँहरूलाई भेट्न सक्नुहुन्छ र उहाँबाट तपाईँहरूले अझै बढी मात्रामा जानकारी पनि लिन सक्नुहुन्छ भन्दै तपाईँहरू बास बिदा गर्न चाहन्छु।